गर्नु होला। हस्। ल बाइ। 5 घण्टा मलाई त्यो भित्र राख्यो। अनि त्यो चढाउने भ्यूहरु त पाइन्छ। भ्यूहरु चाहिँ तपाईले दिएर सुधारमा यस्तो अलिकति त्यो चाहिँ तपाईको त्यो बत्ती चाहिँ यही नै कपडा धागो चाहिँ यही नै भिजाएर राख्यो। त्यो पनि तेलको भाडा पाइने। हजुर तेलको भाडा तेलको भाडा फोर्दिएको छ तपाईको अलिकति दलिलो सिलवाला पनि त तपाईको हाम्रो त्यो जस्तो टोरीको त्यो सरसुङ्गो। अहिले हामी केरुङ्गा नाकामा छौँ। हामी बोर्डर पार गर्दैछौँ। यहाँ ओल्तिर नेपाल पारी भिड छ। अब हामी नेपालको सबै प्रक्रिया पुरा गरेर चाइनामा जाँदैछौँ। अब सकियो फोटो चाहिँ क्या खतरा आउँछ यसको। फोटो ल अब हामी यात्राको तेस्रो दिनको खाना खाएका छौँ। खाना खाएपछि अब हामी 1 घन्टामा यहाँबाट रवाना हुन्छौँ। र हाम्रो आजको बसाइ साँगामा हुनेछ। अहिले हामी केरुङ्गाबाट खाना खाइसकेपछि हिँड्नेछौँ। अब हामी केरुङबाट साँगा जाँदैछौँ। हामी बसमा चढिसक्यौँ। तीर्थयात्रीहरू बुझिसक्नु भएको छ। अब दही पनि आउनुभयो। पासपोर्ट अलि बुझाइसक्यो। अब आज हामी 250 किलोमिटरको यात्रा गर्नेछौँ। जय शम्भु जय शम्भु जय शम्भु हर हर महादेव। हामीले यहाँ सानसाना घरहरू देखिया छ। त्यो घरहरू भेडा चराउनेको क्या अरे घरहरू हो। चारतिर घेरेर भेडालाई राख्ने, त्यसपछि आफ्नो यो यस्तो सानो यस्तो घरमा बस्ने रहेछन्। मानसरोवर जाने क्रममा आज हामी साँगाबाट मानसरोवरतर्फ जानेछौँ। र बाटोमा हामीले एकछिन बिछाएर फोटो लिने काम गरिरहेका छौँ। चारैतिर मरुभूमि जस्तो देखिया छ। यहाँको हाम्रो गाइडको भनाइअनुसार यो चाहिँ ब्रह्मपुत्र शिर भनेर भनिएको छ। यहाँ कोहीले भन्नुहुन्छ कि मानसरोवर अथवा कैलाश पर्वतै ब्रह्मपुत्रको शिर भने भन्नुहुन्छ भने हाम्रा गाइडले चाहिँ होइन, यहाँबाट ब्रह्मपुत्र चाहिँ पानी जमिनबाट निस्किएको छ
त्यही भएर यहाँ ब्रह्मपुत्रको शिर भनेर भन्नुभएको छ। कुन कुरा सत्य हो मलाई थाहा भएन र हामी अब सबै फोटो खिच्ने काममा छौँ। त्यसपछि हाम्रो अहिले यहाँको 1:15 भएको छ भने हाम्रो नेपालको 10:30 भएको छ। अझै लगभग 1 घन्टापछि हाम्रो रास्तामा नै बाटोमा खानेको व्यवस्था हुन्छ। यहाँ हामी खान्छौँ। मेथीको अचार भन्नुहुन्छ, मलाई पनि थाहा छ, मैले पनि चाहेको छैन है। यो चाहिँ यो मलाई पनि थाहा छैन। हाम्रो बाटामा जो खाना भइरहेछ यो थप्नुहोस्। ड्राई दिन जस्तो यहाँ बस्न बिसाएर हामी सबै हालिदिन्छ। ल लिनुहोस् हजुर। हाम्रो चाइना टिबेटमा ठाउँ टिबेटमा खाना हाम्रो नेपालकै हो। नेपाली खाना उयसमा अचार अलि हालिदिनु यो के हाम्रो यो राम्रो खाले अचार। हेलो भित्तामा समाउनु पर्छ यो तपाईँ आफै टिप्नुहोस्। ल आउनु त छौँ सबैजनाले। दाइ ल सुन्नु त, यो ल्याउने यो दियो है मम्मीले दिया हुन्। दियोलाई चाहिँ यहीँ थापना गरे। यो दियो आरती चाहिँ दिएको छ कि दियो रेकर्डिङ छ। सामा सदा परिवार ढुङ्गा बस्नु दाइ दाइ यहाँ ढुङ्गा खाँचा पर बस्नु त लिन्छ। गङ्गा जल त्यहाँ छ। यो दाइ अब हनुमान चालिसा पढ्नु पर्यो। ए हनुमान चालिसा छ। तपाईँ होमन गर्नु, म हनुमान चालिसा गर्छु। दाइ त जसले हल्का यो यहाँ दियोलाई यहाँ दियो बाल्नु, दियो घुमाएर अनि त्यहीँ गर्नु भइहाल्छ। जति भाजुको जति बालेर यहाँ यसमा राख्नु त। भिडियो खोज्दै गर्दा हजुर पानी मजा भिजेछ। Ngala. Suji di kaca lustra.
一块的，就点点，还差吗？咱这样工作是喂。捐的片吃不完的，不完的。 अब हाम्रो टोली कैलाश पर्वतको लागि यात्रा सुरु भयो कैलाश पर्वत हुन्छ तपाईँले क्रस गर्नुहुन्छ तपाईँ 4-5जनाले त क्रस गर्नुहुन्छ अनि त्यो अगाडि जाने म्याडमहरूले पनि गर्नुहुन्छ पछि आउनलाई चाहिँ गाह्रो पर्छ नि त्यस्तो हजुर हो र होइन होइन सक्नुहुन्छ तपाईँको हिँडाइले थाहा भइसकेको छ तपाईँहरू सक्नुहुन्छ उकालो सकिँदैन जस्तो लाग्छ होइन उकालो सकिन्छ तपाईँहरू उकालो सजिलो हुन्छ कि उकालो तपाईहरुमा सबै क्षमता छ अलिकति धैर्यता छ भने सक्नुहुन्छ कि धैर्यता गर्नुपर्छ सकिन्छ सकिन्छ म चढ्छु जसरी पनि चढ्छु भन्ने चाहिँ मनोभावना चाहिँ लाग्यो मलाई चाहिँ ओह्रालो भन्दा उकालो भनेको स्यास्या म अहिले दार्जिलिङबाट डेरापुक भन्ने ठाउँमा आएको छु दार्जिलिङबाट हामी बिहान नेपाली टाइम अनुसार 8 बजे र चाइनिज टाइम अनुसार लगभग 10 बजे उहाँ हिँडेका थियौँ र पैदल यात्रा गर्दै अहिले यतिखेर नेपाली टाइम 5:30 बजिरहेको छ र चाइनिज टाइम अनुसार 7:30 बजिरहेको छ र धेरै साथीहरू पछाडि आउँदै हुनुहुन्छ म चाहिँ अहिले यहाँ डेरापुक भन्ने ठाउँमा छु हाम्रो बसाइ यहीँ हुन्छ जति उहाँ चाहिँ होटल हुनेछ र म यहाँबाट नजिकै कैलाश पर्वतको उत्तर दिशाको भागलाई म देखाउँदैछु कैलाश पर्वत नजिकैबाट देख्न सकिन्छ शान्ति स्वरूपका प्रतीक कैलाश पर्वत भगवान शिवको वासस्थान ल हामी डोल्मा लेक पार गर्दैछौँ जो कि माउन्ट कैलाशको सबभन्दा हाई पिक हो 5600 कति अरे है 5600 मिटर र हामी टोली के नामबाट हामी आयौँ हामी चाहिँ 3x1 हामी तीनजना चाहिँ फर्स्टमा आएका छौँ 3 घन्टामा हामी डल्लीपुकबाट यहाँ आइपुगेका छौँ अब हामी यहाँ तल झर्नेछौँ सफल भइयो के छ भाइहरूको खबर एकदम ठिक छ एक्साइटेड हुनुहुन्छ खुसी हुनुहुन्छ नि हामी चाहिँ शरीरलाई चाहिँ राम्रोसँग लिएर दार्जिलिङ जाने होइन गुड ल सक्सेस भएकोमा भाइहरूलाई धेरै धेरै बधाई ल जय भोले